हेर्नुहोस् यो हाम्रो स्कुल हो, यो कुमार गोडवालको। यस्तै बजेट हाम्रो गाउँमा पढिदिएको भइदिए है, हाम्रो सरकारले यस्तै बजेटहरू यस्तै स्कुलहरू बनाइदिएको भइदिए हाम्रो दिदी बहिनीहरू कति राम्रोसँग पढाइ गर्थ्यो होला। यस्तो प्रदेशमा आएर यस्तो काम त गर्नु पर्दैन थियो होला है। एक त हाम्रोमा स्कुल पनि छैन राम्रो है, न देश नै राम्रो छैन त स्कुल नै कहाँ नै राम्रो हुन्थ्यो। गाउँ विकासै छैन गाउँमा। हेर्नुहोस् यो कति राम्रो बनाइरहेको छ। यो भर्खरै सेटिङ भएर जाल बनिसकेको छ। अब हाम्रो भोलि नै ल्यान्डर पर्दैछ। भोलि ल्यान्डरको पनि भिडियो बनाएर म हाल्दैछु है। हेर्नुहोस् यो यहाँदेखि लिएर यो यति छ। हेर्नुहोस् जिम गरेर म तपाईँहरूलाई देखाउन चाहन्छु। हेर्नुहोस् है, उहाँदेखि लिएर हेर्नुहोस् यति नै लामो उहाँदेखि लिएर यो यस्तो आएछ है, एल बनेर। हेर्नुहोस् यो यति लामो छ। यो टोटल तपाईको हाम्रोमा यो दुईटा तला छ। दुई तलामा तपाईको कतिवटा कमरा छ भने तपाईको 24 कोठा छ है। 24 कोठा छ। यो हेर्नुहोस् यो मेरो बाबु पनि आउँदैछ। हेर्नु नानी पनि आइसकेकी छ। हेर्नुहोस् ल्यान्डरमा अहिले उपर माथि आउँदैछ। के गर्ने, इन्डियामा बस्दा बस्दा उपर भन्ने आदत परिहाल्यो के। हिन्दी नै ज्यादा आउँछ, त्यति खासै नेपाली त आउँदैन होला हामीलाई है। हामीले आफ्नो देश नै बिर्सिन लागिसक्यौँ त विकास भइदिएको हाम्रो विकास भइदिएको भए किन बिर्सिन्थ्यौँ होला आफ्नो देशको भाषा र खासै देखो बिम कस्तो स्टाइलले पडिरहेछ। हेर्नुहोस् यो बिम बाँधिरहेको छौँ हामीले। यो चाहिँ हेर्नुहोस् यो हेर्नुहोस् यो यसमा कोदो छ। हेर्नुहोस् यसमा कोदो छ। यो कोदो छ। तल धान रोपाइ गरेका छन्। हेर्नुहोस् अरू हेर्नुहोस् तल यो रोपाइ भएको छ। उतातिर धान छन्। हेर्नुहोस् तल्लोपट्टि घत भट्टर लगाएका छन्। हेर्नुहोस् यो चाय बगैँचा छ। बिजनेस हेर्नुहोस् यो सरकारकै काम त हो। जति सरकार बलियो भयो उति नै जनता बलियो हुने त हो। यो सरकार नै बलियो छैन भने जनताले पनि के गरोस् त, केही गर्न सक्दैन। त्यही भएर म एउटा भिडियो बनाउँदै एउटा युट्युबग्राफ बन्ने त मेरो सपना थियो, तर बन्न सकिएन। के गर्ने, त्यही पनि भिडियो सिडियो बनाएर हालौँ भनेर एउटा आफ्नो सोकिङ है। के गर्नु, हेर्नुहोस् ऊ मेरो बुढीले हेर्नुहोस् है, ऊ मार्दैछ, ऊ बाँदरलाई हान्दैछ। ऊ भएको अलिअलि सब्जी भएको, ऊ सब्जी पनि खाइदिन्छ।